नेपाली राजनीतिमा कुनै समय झापा 5 भन्न साथ एउटा यस्तो अवैध किल्लाको चित्र बन्थ्यो जहाँ विपक्षी दलहरूले जित्ने कल्पना पनि गर्दैनथे। यो क्षेत्र 4 पटक प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीको सबैभन्दा बलियो राजनीतिक आधार मानिन्थ्यो। 2048 सालदेखि निरन्तर चुनाव जित्दै आएका ओली 2074 र 2079 सालको चुनावमा झण्डै 29,000 मतान्तरले विजयी भएका थिए। स्थानीय स्तरमा त यो भाष्य समेत स्थापित थियो झापाको विकास भनेकै केपी ओली। तर यसपटकको आम निर्वाचनले त्यो धारणा मात्र होइन, सम्पूर्ण राजनीतिक गणित नै उल्टाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अघि सारिएका 36 वर्षीय बालेन्द्र शाहले 68,348 मत प्राप्त गर्दै ओलीलाई जम्मा 18,734 मतमा सीमित गरिदिएका छन्। झण्डै 49,614 मतान्तरको यो परिणामले नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याइदिएको छ। लामो समयदेखि झापा 5 ओलीको कम्फर्ट जोन मानिन्थ्यो। यहाँ एमालेको संगठन बलियो थियो, विकासका थुप्रै परियोजना सञ्चालन भएका थिए, सडक सञ्जाल, पूर्वाधार निर्माण र अर्बौंको बजेटको राजनीतिक लाभ ओलीसँग थियो। त्यसैले विपक्षी दलहरूले यस क्षेत्रमा जित्ने सम्भावना निकै कम मानिन्थ्यो। तर यसपटकको निर्वाचन परिणामले त्यो पुरानो राजनीतिक वास्तविकतालाई पूर्ण रूपमा उल्टाइदिएको छ। जेन्जी विद्रोहपछि भएको यस आम निर्वाचनले परम्परागत राजनीतिक दलहरूमा महाभूकम्प नै ल्याइदिएको छ। त्यसको केन्द्र बन्यो झापा 5। 36 वर्षीय बालेन्द्र शाहले 68,348 मत ल्याए, जबकि 4 पटक देशको प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली जम्मा 18,734 मतमा सीमित भए। यो केवल एउटा चुनावी हार मात्र थिएन। विश्लेषकहरूका अनुसार यो परिणामले नेपाली राजनीतिमा पुराना दलहरूको प्रभाव कमजोर हुँदै गएको स्पष्ट संकेत दिएको छ। निर्वाचन परिणामले देशव्यापी रूपमा एमालेको अवस्थालाई पनि प्रभावित गरेको छ। एमालेका धेरै शीर्ष नेताहरू चुनावमा पराजित भएका छन्। कतिपय क्षेत्रमा एमाले तेस्रो वा चौथो स्थानमा पुगेको बताइएको छ। काठमाडौँमा समेत एमालेका केवल 2 उम्मेदवारको जमानत जोगिएको चर्चा भइरहेको छ। यसले पुराना दलहरूप्रति जनताको असन्तुष्टि बढिरहेको संकेत गर्दछ। निर्वाचन अघि चुनावी गणित ओलीका पक्षमा देखिन्थ्यो, किनकि चुनावमा बालेन्द्र शाह, काङ्ग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मी प्रसाद सङ्ग्रौला, श्रम संस्कृति पार्टीका समीर तामाङ बीच प्रतिस्पर्धा थियो। एमालेको अनुमान थियो विपक्षी मत विभाजन हुनेछ र आफ्नो ब्लक भोटले नै सजिलै जित दिलाउनेछ। तर चुनावी परिणामले देखायो राजनीति केवल संगठन र बजेटको खेल मात्र होइन। यसपटक चुनावमा निर्णायक बनेको तत्त्व थियो बालेन फ्याक्टर। पुराना दलहरूबाट निराश भएका विशेष गरी युवा पुस्ताले नयाँ विकल्प खोजिरहेका थिए। त्यही मनोविज्ञानले बालेनको पक्षमा एक प्रकारको परिवर्तनको लहर सिर्जना गर्यो। मतदाताले पार्टीको चिन्ह भन्दा व्यक्ति र विकल्पलाई प्राथमिकता दिए। विश्लेषकहरूका अनुसार ओलीको पराजयको एउटा महत्त्वपूर्ण कारण भदौ 23 र 24 को जेन्जी आन्दोलन पनि हो। त्यस आन्दोलनपछि राजनीतिक दलहरू विशेष गरी सत्तारूढ नेतृत्वप्रति युवा पुस्ताको असन्तुष्टि तीव्र भएको थियो। यो असन्तुष्टि चुनावी परिणाममा स्पष्ट देखिएको छ। एमाले भित्र आन्तरिक लोकतन्त्र कमजोर भएको आलोचना लामो समयदेखि हुँदै आएको थियो। पार्टीभित्र असहमत आवाजहरू क्रमशः किनारमा पुगे। जस्तै झलनाथ खनाल, माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुषाल जस्ता नेताहरू नेतृत्वबाट टाढा पुगे। यसले पार्टीभित्र केन्द्रित नेतृत्व र असन्तुष्टि दुवै बढाएको विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार सत्ताको राजनीति पनि यस परिणामको एउटा कारण बनेको छ। सरकार जोगाउन पुराना दलहरू बीच बनेका गठबन्धनलाई जनताले सकारात्मक रूपमा लिएनन्। जनताले दलहरूको गठबन्धन भन्दा विकल्प खोज्ने निर्णय गरे। यस चुनावले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि गठबन्धन गरे पनि जनताले भने आफै
महागठबन्धन बनाएका छन्। बालनको पक्षमा परेको 49,000 भन्दा बढी मत केवल एउटा दलको मत मात्र होइन, यो राजनीतिक सिन्डिकेट विरुद्ध उठेको जनआक्रोशको परिणाम पनि हो। झापा 5 को परिणामले नेपाली राजनीतिमा एउटा स्पष्ट सन्देश दिएको छ। अब कोही पनि अज्ञेय छैन। जनताको भावनालाई व्यवस्था गर्ने जति ठुलो राजनीतिक किल्ला भए पनि त्यो एक दिन ढल्न सक्छ। अब मुख्य प्रश्न भनेको के बालेन्द्र शाहले यो विशाल जनमतको विश्वासलाई राष्ट्रिय राजनीतिमा सार्थक परिवर्तनमा बदल्न सक्नेछन्? तपाईको विचारमा के लाग्छ? के यो परिणाम नेपाली राजनीतिमा नयाँ युगको सुरुवात हो? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। हस्त आजको भिडियोबाट बिदा दिनुहोस्। नमस्ते।